नमस्कार है, मेरो दाइलाई देखाउँदैछु। कहाँ जान्ला? माथि टक्कल परे माटो पऱ्यो के गर्न? पसेर अहिले ठिक छ? सन्चै छौ? अहिले त ठिक छ नि। त्यहाँ के गर्न काम छ? बस्ने अरू पनि ए बहिनीको? ए अनि कतिखेर फर्किने? ल साथी हो, अब एकदम गाउँको एकदम मिल्ने दाइ हुनुहुन्छ होइन। बिचरा अलिकति अलिक बिरामी भएको कारणले गर्दा त्यस्तै हुनुहुन्छ, नत्र भने सब चिज काममा पर्फेक्ट एकदम जोसँग पनि मिल्ने पर्फेक्ट। एउटा मान्छेको बोली क्लियर हुँदैन होइन, यति मात्रै फरक हो। जस बोली पनि क्लियर त अब भएको छैन, उसले हातले इसारा गरेर बोलेर सबैसँग बुझ्ने कुरा गर्ने है। अब यस्तो दाइ हुनुहुन्छ। अब तपाईँहरूलाई कस्तो लाग्छ? मैले दाइको हालेको छु। अब यदि सपोर्ट माया स्नेह तपाईँहरूको पायो भने केही गर्ने प्रयासमा छु है। एकचोटि माया गरिदिनु होला। मेरो आफ्नै गाउँको दाइ हुनुहुन्छ है। अनि अब दिदी कहाँ जाने अहिले? बहिनी कहाँ? ए बहिनी कहाँ जाने रे है। अब तपाईँहरूको माया चाहिँ कस्तो हुन्छ सपोर्ट गर्नु होला। हस्, तपाईँलाई बाई बाई।